तनाव के कति कारणले हुन सक्छ? दीर्घकालीन स्वास्थ्य समस्याहरूका कारणले तनाव हुन सक्छ। मुटु रोग, मधुमेह, दीर्घ श्वास प्रश्वास सम्बन्धी समस्या, बाथरोग, क्यान्सर। सामाजिक कारणहरूले तनाव हुन सक्छ। घर परिवारमा कलह वा विवाद, सम्बन्धमा समस्या, दुर्व्यवहार र भेदभाव, बसाइसराई, दुःख, शोक, एक्लोपन। कार्यस्थलमा विभिन्न कारणहरूले तनाव हुन सक्छ। यौनजन्य दुर्व्यवहार, कामको धेरै बोझ, समय सीमाको दबाव, जागिरको अनिश्चितता, सहकर्मी वा वरिष्ठसँग मतभेद, काम र व्यक्तिगत जीवनबीच असन्तुलन। आर्थिक कारणहरूले तनाव हुन सक्छ। गरिबी, बेरोजगारी, ऋण, आकस्मिक खर्च, पारिवारिक आवश्यकताहरू पूरा गर्नुपर्ने दबाव। शिक्षक र विद्यार्थीहरूमा विभिन्न कारणहरूले तनाव हुन सक्छ। परीक्षा, पढाइमा दबाव, अस्वस्थ प्रतिस्पर्धा, भविष्य र करियरको अनिश्चितता, साथीहरूको दबाव। वातावरणीय कारणहरूले तनाव हुन सक्छ। विपद जस्तै बाढी, पहिरो, भूकम्प, असुरक्षित वासस्थान, धेरै गर्मी वा चिसो, प्रतिकूल मौसम, धुलो धुवाँ, प्रदूषण, भिडभाड र चर्का आवाजहरू। व्यक्तिगत कारणहरूले तनाव हुन सक्छ। अत्यधिक अपेक्षा, सधैँ उत्कृष्ट बन्ने दबाव, धेरै सोचिरहने बानी। मनका भावनाहरूमा नियन्त्रण कठिनाई। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको स्वस्थ मनः स्वस्थ जीवन मानसिक स्वास्थ्य सचेतना अभियान 2082 मनका कुरा गरौँ, सुनौँ र सुनाऊँ को साथमा साथ मिलाउँदै रिदम न्युरोसाइकियाट्री हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली मीन भवन काठमाडौँ 01 545 0411 545 0977। मनको कुरा गरौँ।